पोर्चुगलमा रहेको एउटा कास्काइस भन्ने ठाउँमा चाहिँ कुनै ठाउँहरू चाहिँ हजुरहरूलाई पनि एउटा नेपालको भाइब्स दिलाउँछ। केटीहरुको हुन सक्छ भनेर उहाँ लम्झिक जाऊ जाऊ भाइ कुदा कुदा ए भाइ साम्पाङ प्रधानमन्त्री भन्छ ब्रिज बन्छ प्लिज यता खाइदिनु होला यता त्यो साइडतिर एकदमै रमाइलो ठाउँ छ। यो चाहिँ अलिक डरलाग्दो छ क्या। नमस्ते हजुरहरूलाई चाहिँ आज हाम्रो यो सानो हाइकिङ भ्लग लिएर आएको छु अनि म चाहिँ आजको होस्ट अनि म चाहिँ एनर्जी ड्रिङ्क बोकेर हिँडेको किनभने बाटो एकदमै लामो छ अनि यो पोर्चुगलमा रहेको एउटा कास्काइस भन्ने ठाउँमा चाहिँ कुनै ठाउँहरू चाहिँ हजुरहरूलाई पनि एउटा नेपालको भाइब्स दिलाउनेछ। हजुरहरू कतिजनालाई त यो ठाउँ थाहा हुनसक्छ र कतिलाई थाहा नहुनसक्छ। हजुरहरूले हाम्रो यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर इन्जोय गर्नुहुन्छ भन्ने मलाई लागेको छ र आज चाहिँ हाम्रो यहाँसम्म मात्र होइन हाम्रो धेरै नै टाढा हाम्रो डेस्टिनेसन चाहिँ अर्कै रमिते डाँडा भनिन्छ कतिलाई थाहा होला त्यहाँसम्म रहेको छ त्यसैले भिडियो अन्तिमसम्म हेर्ने होला। आम्मामा दाइ लास्टै हरियाली यता हेरेर भन्नु त फुलहरू फर्सीको मुन्टाहरू होइन ल दाइलाई आम्मामा दाइ त आम्मामा दाइले चाहिँ बिजुवा त के छ नि हालको भयो हाम्रो विजय बजार चाहिँ अहिले एकदम नेचरसँग रमाइराख्नु भएको छ। पानी एकदमै पोखराको याद आयो है। बाई द वे मेरो ब्रदर चाहिँ अल द वे फ्रम पोखरा है केबी। उहाँ चाहिँ एक किसिमको ज्याकी चेन जस्तै हो। ब्लग दुईजनाको फोटोसुट भइरहेछ है। तर एकदम मौसमले पनि एकदम नेचरले पनि साथ दिएको क्या आज हामीलाई। तर यस्तै छ एकदम राम्रो छ कास्काइस हो यो चाहिँ है। गेस गर्नु होला कास्काइस कुन ठाउँ हो। नर्मली मान्छेलाई थाहा नहुन सक्छ यस्तो ठाउँहरू। इट्स रियली ब्युटिफुल भेरी भेरी ब्युटिफुल प्लेस। साइकल रोड हो यो साइकल बिहादी कास्काइस मको त ढिला बिहादी कास्काइस छैन त बिहादी कास्काइसबाट यसको बाटो सुरु हुने हो नि त। मार्कोदोदी भिल्ला भनेको हाम्रो काम गर्ने ठाउँ त्यहाँ फन्टेनसको मुनि पुग्छ होइन। यो जहाँ हामी अघि बस्यौँ नि त्यहाँ बाटो पुल गरेर यहाँ आउँछ यसरी यसरी यसरी। अहिले हामी कहाँ छौँ थाहा छ? अहिले हाम्रो डेस्टिनेसन यो हो यो देखाइरहेको छ डेस्टिनेसन नाउ द नेक्स्ट डेस्टिनेसन इज Carrasco Alvid. Let's move now. तो राम्रो छ हो। अनि यहाँ चाहिँ मेरो बुढा चाहिँ चिउरी यो पोर्चुगलको चिउरी हरे चिउरी खाँदै हुनुहुन्छ टिपेर होइन। यहाँ चाहिँ बाटैभरि यस्तो फलफुलहरू पाइन्छ अनि सबैजना यहाँ किबी दाइ अनि हाम्रो भाइ पुरै सबैजना मिलेर चिउरी खाँदैछ है त। अब चिउरी खोइ कस्तो छ मैले त्यो टेस्ट गरिनँ। अनि उफ्रिँदैछ हाम्रो भाइ चाहिँ बाँदर जस्तो बुरुक बुरुक उफ्रिँदैछ होइन। कसले टिप्नु सक्ने भनेर अहिले उनीहरू पुरै कम्पिटिसन नै हुन्छ होइन। अब मेरो बुढा चाहिँ उफ्रिनु खोज्दैछ उफ्रिनु चाहिँ सक्ने होइन है। फेरि लड्यो झन्डै यता फेरि हाम्रो दाइ अर्को फेरि उफ्रिनु सक्ने होइन के गर्नु र खै। अब ऊ अर्को भाइ ट्राई गर्नु खोज्दैछ तर सक्दैन। ऊ त्यो परको केबी दाइले चाहिँ उफ्रिन्छ है। अब चाहिँ ऊ चाहिँ आउँछ भने सक्छ उसले चाहिँ हल्का उफ्रिन सक्छ। उफ्रियो बाटो जस्तो भाइ अग्लो भएर के गर्नु जम हान्नु सक्नु पर्यो। कस्तो लागिरहेछ साम्पाङ मजा आइरहेछ कम्प्लिटली इन्जोइङ लिटरली। यो हाम्रो सानो हाइकिङ चाहिँ एकदमै राम्रो छ होइन। एकदमै खुसी फिल भइरहेछ इन्टरटेनमेन्ट फिल भइरहेछ। अलिक यता बोल्नुहोस् त इन्जोय गरिरहेछ यहाँ साथी यता ऊ एक्सर्साइज दाइको एक्सर्साइज चिउरी भन्ने थाहा छ होला सायद नेपालमा चिउरीको चिल्लो पात भन्ने यो चाहिँ तर युरोपको चिउरी अरे है आई डोन्ट नो। तर सिमिलर लाइक नेपालको चिउरी जस्तो देखिन्छ तर टेस्ट चाहिँ डिफ्रेन्ट छ होइन। एकदमै राम्रो छ एकदमै खुसी लागिरहेछ। थ्याङ्क यू गाइज थ्याङ्क यू क्यामराम्यान। ल साम्पाङ हो त के हो बताइदिनु। अहिले चाहिँ हामी नेपाल
पुगेको जस्तै तर unfortunately this is not Nepal. इपाल. Right now we are in Cascais on the way of our hiking. Probably I will be the last member of hiking. So just entertainment ma dekhana khajeko. Guys, here we go. Well guys, फेरि अब हामी हाम्रो हाइकिङ को क्रममा छौं तर एकजना मेरो साथी आफै गाडी लिएर आएको छ उ चाहिँ एकदमै हामीलाई के कसो पर्यो भने चाहिँ उले यहाँबाट लाने भनेर चाहिँ थाकिहाल्यो भने चाहिँ यहाँबाट हामी ब्याक भने सोचिरहेको छु गाइस माथि जान्दैन रे गाडी चाहिँ मैले पार्क गरे यसमै जानु पर्छ ल ठीक छ त्यसै गाडी चाहिँ यहाँ राख्ने दाइ कसैले केही गर्दिदैन होला नि दाइले गाडी यहीँ छोड्ने भन्नु भएछ अनि आज चाहिँ हामी यति थाकिसक्यौँ अब हिँड्दा हिँड्दै हाम्रो फाइनल डेस्टिनेसन चाहिँ आउन बाँकी छ हजुर दुईजना चाहिँ अघि हिँडे सल्लाह छ बाहिर सल्लाह छ पुल छ यहाँ चाहिँ यति डेन्जर छ यो ठाउँ चाहिँ मलाई चाहिँ एकदम डर लाग्छ यहाँनिर करिब करिब अब साँझ पनि भइसक्यो रात पनि आइसक्यो अब ऊ त्यहाँ पर दाइ घरहरू छ नि त यहाँ चाहिँ सल्लाह हाम्रो फाइनल डेस्टिनेसन कहाँ छ त फाइनल डेस्टिनेसन मलाई त ठ्याक्कै थाहा छैन हैन हजुर तर अहिले हामी अझै पनि हामी अन द वे छौँ यो ब्रिजको बारेमा म के भन्न चाहन्छु कि ओके अब एकदम यो एउटा ब्रिज वेल प्लान हो हैन नेपालमा यस्तो ब्रिज कहिले हुने भन्छु कि हर्का साम्पाङले यस्तो राम्रो कामहरू गरिरहेको खोजिरहेको छु त्यसमा रोकाउँछ तर एउटा कुरा चाहिँ ग्यारेन्टी हो यदि हर्का साम्पाङ प्रधानमन्त्री भयो भने चाहिँ यस्तो ब्रिज बन्छ प्लिज यता देखाइदिनु होला यता यो साइडतिर यो ब्रिजको कन्स्ट्रक्सन देखाउँछु एउटा बटम टु टप यहाँ चाहिँ यस्तो बटम करिब हाम्रो ओ माई गड यस्तो राम्रो फुल्लो फेरि ओह्रालो परेको छ अनि कनाले हामी नेपालमा जन्मेको भएकोले जताततै हरियाली प्राकृतिक प्रेमी भएकोले यो यस्तो देख्दाखेरि चाहिँ मलाई कता कता नेपालमै छु जस्तो भाइब्स आउने हैन जताततै फुलहरू फुलेको हरियाली यस्तो चिजहरूले गर्दाखेरि चाहिँ मन कस्तो आनन्द आउने के अनि यहाँ चाहिँ एउटा भूत बङ्गला जस्तो थियो त्यो चाहिँ राति चाहिँ एकदम डेन्जर हुन्छ तपाईहरुलाई रातिको सिन पनि म देखाउनेछु अनि यति उकालो छ नि हाम्रो दाइहरु चाहिँ थाक्नु भएछ दुईजना जान नसक्ने अवस्था भइसक्यो तले ओराले जाने उकाल नजाने एकदम राम्रो छ तर फुलहरु चाहिँ एकदम राम्रो छ फुलहरुले गर्दाखेरि चाहिँ फेरि माथि जान लाग्यो है ल त दुईजना दाजुभाइ चाहिँ फेरि गइसकेको छ यो ठाउँ यति राम्रो छ नि अब जति गाह्रो हिँड्न भए पनि ठाउँ पुगिसकेपछि चाहिँ मजा आउँछ गलियो कस्तो लाग्दैछ आज बजा ल तर कसैले थाहा छ हाम्रो डेस्टिनेसन कहाँ भनेर साम्पाङ Anybody knows where is our destination? I know, but I don't want to tell. अब हामी त्यो ठाउँमा पुग्ने छौँ हैन तर त्यो एकदम टाढो छ है मैले एकदम जुम गरेर गरेछु त्यहाँ हो हामी पुग्ने भनेको अनि हामी यहाँ आइसक्यौँ त अनि भाइले चाहिँ सम्झेको अवस्था लास्टै मजा आइरहेछ हैन I'm not sure. I think. Okay. Yeah, we're in the exact point. It's marked here. You can zoom if you want to zoom. Cameraman, please. Cameraman नयाँ परेकोले अलिकति Right now, ढङ्गले गर्न we नआएको are अवस्था in exact point. I don't know how to pronounce this. Pisau de Baiso. And the final destination will be Quinta de Pisau. All right. But we are almost, dying. Everybody is dying. Okay. यो अनि हाम्रो फाइनल डेस्टिनेसन साम्पाङको फेरि छुट्टै दुनिया छ
आउनु आउनु होला टोलीहरू ओदा यहाँ त लाइटले क्या राम्रो गोरो देख्दो रहेछ हौ यतापट्टिको त यो चाहिँ फाइनल डेस्टिनेसन खुट्टा ठोके फाइनल डेस्टिनेसन चाहिँ यो रहेछ पोर्चुगलमा एउटा कुरा राम्रो चाहिँ के छ भने जहाँ तै पानी राखिदिएको हुन्छ है यो चाहिँ नेपालको मान्छेले गभर्मेन्ट कि केले पनि भन्नु भने अब पानी खान सिकाउँछ ल पोर्चुगिजमा मैले पानी खान्छु के भन्छ थाहा छैन ओके लास्ट फाइनल डेस्टिनेसन चाहिँ यो रहेको छ अब चाहिँ यति हिँड्यो अब यो चाहिँ यस्तो राम्रो छ नि ठाउँ अब चाहिँ करिब यो चाहिँ यति राम्रो ठाउँ छ नि मलाई मन परेको लु हेर्नुहोस् त यो दिउँसो आउनु त झनै राम्रो ठाउँ छ नि मेरो बुढाहरू चाहिँ तल पुगिसक्यो होइन मेरो बुढा चाहिँ फुर्केर अब केही छैन उसलाई चाहिँ फेरि यस्तो यस्तो हिँड्नुमा एकदम मनपर्छ क्या उसलाई चाहिँ यति मनपर्छ यस्तो चिजहरू कस्तो लाग्यो ठाउँ मलाई एकदम आनन्द आछ है थकै पनि लाग्यो आज भात पनि धेरै खाइन्छ पके पनि यताको सिनहरु पनि धेरै यस्तो छ यहाँको चाहिँ यति राम्रो छ हैन फेरि यता राहुल भाइ आफ्नै पारामा छ यतिको कराउनु पर्छ ओ माइ गॉड अब मेरो बुढा चाहिँ सुईलाई बजाउन आउँदैन र पनि उसलाई बजाउँदैछ फाइनली भाउजूमा चिच्चाको है ल भाउजूमा चिच्चाको ए ल ल ल आगर उ गर्ने रे हाम्रो हो दाम्रो भाइले चाहिँ झुम्का भेट्यो हैन अनि अगाडिको केटीहरुको हुन सक्छ भनेर उहाँ लम्झ्के जाऊ जाऊ भाइ कुदा कुदा ए भाइ चाहिँ जाँदैछ हैन अम्मा दुई जना मुया जाऊ 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 सकेको छ अनि हामी चाहिँ घरतिर अब जाने अनि कस्तो लाग्यो तपाईलाई मलाई त अब एकदमै इन्टरटेनमेन्ट फिल भयो है अझैको किसो तिमी कसो लड्छौ है लड्छ आइसक्यो स्टेप आइसक्यो एकदमै रमाइलो भयो हैन विजयदर म चाहिँ लास्ट हो आँखा देखिन तिमी अलिक कसो जाऊ न थाकेर लास्ट हैरान भइरहेको छ राति पनि भयो एकदमै फोटोहरु धेरै खिचियो हैन एकदमै रमाइलो ठाउँ छ पहिला पनि हामी आइसकेको हो नि त तर हैन बुढी पहिला नि आइसकेको तर आज चाहिँ केटाहरुसँग विजय मजा आयो अनि हामीहरू चाहिँ अब घर फर्किँदैछौँ एकदमै झमक्कै राति भइसकेको थियो अनि बाटोमा यसरी अब फर्किँदाखेरि डर पनि हुन्छ होइन नयाँ ठाउँ हो नौलो ठाउँ आफ्नो देश यो सुनिराख्नु भएको छ नि यो कुकुरहरू कराएको यो चाहिँ अलिक डर लाग्दो छ क्या मैले यो लाइट बालिरहेको छु होइन अन्धार छ पुरै अन्धार छ चाहिँ पुरै भूत बङ्गला जस्तो छ यहाँ चाहिँ अब घरहरू यस्तो डर लाग्दो छ यस्तो छ क्या मलाई चाहिँ यसरी सबैजना राति हिँड्दाखेरि चाहिँ पहिला नै हामीहरू मेला होइन अनि कतै फुटबलहरू खेलेर आउँदाखेरि यसरी रातभरि सबैजना ग्याङ मिलेर गीत गाउँदै हिँड्थ्यौँ कि त्यस्तै याद आउने अनि यहाँ चाहिँ यस्तो खोलाको साउन्डहरू सुन्दाखेरि कति आनन्द आउने त्यो अन्धारो छ अनि मैले चाहिँ यो अगाडिको फ्लास आज चाहिँ अब यस्तरी हिँड्यौँ कि अब बुढाबुढी हामीहरू चाहिँ अब लर्खरिँदै हात समाउँदै हिँड्दैछौँ गलेर फत्रक्कै भइसकेको थियो राति थियो है अनि फाइनली अब चाहिँ फाइनली हामी चाहिँ घर आइपुग्यौँ फाइनली हाम्रो चाहिँ घर आइपुगेको छ अब चाहिँ हो यो चाहिँ अब पछि यहाँ फेरि के हुँदैछ नेक्स्ट भिडियोमा फाइनली अनि हाम्रो चाहिँ अब यहाँनिर बर्गर किङमा आइसक्रिम खाने सोच छ बर्गर किङमा आइसक्रिम खानलाई जाँदैछौँ बसेर
थकित मुद्रा भएपछि मेरो बुढा चाहिँ थाकेर अनुहार पनि काचक्क पर्दैछ। नेपाली ब्लगमा आउने छ है। यो चाहिँ फिनिसिङ पहाड चढेर आएर यो चाहिँ खाँदैछ।